हाई गाइस, गुड मर्निङ, शुभ बिहानी सम्पूर्णमा। आज मैले बिहानै भ्लग स्टार्ट गरेँ। मेरो भान्साबाट स्टार्ट भएको भ्लगमा म दुध तताउँदैछु, गाउँघरको अर्ग्यानिक दुध। त्यसपछि मैले दुध तताइसकेपछि मैले चिया पकाएँ। एकदमै नुना मजाले पाक्दैछ। चिया त खानै पर्यो, किनभने हामी त चिया रबर हो, चिया प्रेमी हो। त्यसपछि को चिया मनपर्छ भन्नु है। त्यसपछि मैले बन्दा काटेँ। आज मौसम चिसो थियो, त्यही भएर कसो चाहिँ प्याजी नखाऊँ भनेर मैले बन्दा काटेँ। काटकुट गरेर त्यसमा चाहिने सामग्रीहरू एड गरेँ र छोपेँ। र त्यो अर्कोमा चाहिँ मैले करेला भुट्दैछु, एकदमै पर्पल गरेर भुट्दैछु। अनि त्यसपछि अघि मैले छोपेकोलाई मैले फ्राई गर्दैछु, टपक पारेर तेलमा। हेर्नु न यस्तो भएको थियो, म देखाउँदैछु कस्तो मिठो पनि भएको थियो। त्यसपछि बाहिरको वातावरण यस्तो राम्रो थियो, हेर्नु न भर्खर धान रोपेका पनि हरियाली भइसकेको थियो। एकदम राम्रो फुल्दै कस्तो राम्रो देखेको थियो वातावरण। हेर्नु पानी पनि पर्न आँटेको जस्तो थियो, तर मैले एउटा रिग्रेट भएको थियो कि कपडा यस्तै सुकाएको छ, सुक्छ कि सुक्दैन भनेर टेन्सन भएको थियो। त्यसपछि एउटामा दाल एउटामा खाना पकाएँ। त्यसपछि मैले अचार पकाएँ। र थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।